बाइजङ्गार बजार भयो यो गुम्बा हुन्छ यस्तो खतरा देखिरहेको छ हाम्रो गुम्बा चाहिँ यो चाहिँ हाम्रो गुम्बा मदामावि यो भयो। हेलो गाइज वेलकम टु माई न्यू ब्लग र आई होप तपाईँहरू सबै सन्चैमा हुन्छ होला होइन। म पनि एकदमै ठिकठाक छु र आज चाहिँ हामीहरू यहाँ यो बाइजङ्गारको के अरे भाइ यो ठाउँको नाम गुम्बा बाइजङ्गार खारापानी बाइजङ्गार धारापानी खारापानी ल यहाँ यो ठाउँको नाम चाहिँ बाइजङ्गार खारापानी अरे होइन। अनि यहाँ चाहिँ एउटा सानो चिटिक्क परेको गुम्बा पनि रहेछ होइन। त्यहाँ गएर टक्क तपाईँहरूले देखाउनेछौँ ल। यहीँबाट नि देखियो हल्का हेर्नु त यो टुप्पो देखियो नि गजुर यो चाहिँ गुम्बा भयो होइन। हामी अब त्यहाँ पुग्नेछौँ अनि त्यसो आज चाहिँ हामीहरू बेलुका भात नखाइकन होइन करेन्ट पार्टी हानिदिने भनेको अनि त्यसको लागि चाउचाउ लिन पनि जाँदैछौँ। टक्क अनि यसो भाइले त्यहाँ घुम्ने ठाउँ पनि छ भन अनि अब त्यता गुम्बातिर नि घुम्न जाँदैछौँ ल। यताबाट हाम्रो बसहरू आइरहेको छ बसले त होइन बसले त अरू हावा खुवाइदिएन जोस् गर्मी छ होइन हावा खान पाइरहेको छ। तपाईँहरूलाई नि होइन हावा खानु मन छ भने चाहिँ टक्क रोडको छेउछेउमा हिँडेपछि टक्क ठुल्ठुलो ट्रकहरूले पनि टन्नै हावा दिन्छ एसी नै चाहिँदैन कि ल। अब हामी लगभग नजिकै आइसकेका छौँ है। अब चाहिँ टक्क यहाँबाट नि हल्का देखिरहेको छ अब होइन। त्यही गरेर तपाईँहरूलाई होइन टक्क गएर यहाँ तपाईँहरूले बाइजङ्गारको यताको नि सब देखाउनु पऱ्यो नि। यो यहाँदेखि हल्का उतापट्टि चाहिँ होइन बाइजङ्गार बजार छ। कहाँ यताबाट जाने ल हामीहरू चाहिँ यताबाट जाने भन्नु भाइले यताबाट जाऊँ होइन। अब मलाई चाहिँ थाहा छैन म चाहिँ भर्खर आएको भाइ चाहिँ यहाँको लोकल बासिन्दा भयो नि त भाइले चाहिँ सब थाहा हेर्नु स्कुलको होइन सर हेर्नु भएको भने यो भिडियो यसले कर्मदाको जर्सी पनि होइन लाएर हिँडिरह यसलाई टक्क कारवाही गर्नु पऱ्यो सर ल। हामी यताबाट जाँदैछौँ भाइले अब कहाँ पुर्याइदिने है हामीलाई। आमामा गाइजहरू यहाँ त यस्तो चिसो हावा चलिरहेको होइन। के को फ्याक्ट्री इट्टाको फ्याक्ट्री है यो चाहिँ इट्टा होइन क्या ब्लक भाइ ब्लक फ्याक्ट्री। तपाईँहरूलाई चाहिएमा पनि यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि हाम्रो घर बनाउनु ला होइन अनि यहीँबाट लिएर गयौँ यहाँबाट ब्लकहरू चाहिँ तपाईँहरूलाई पनि सस्तो सुपथ मूल्यमा लानु छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। लास्ट उकालो भयो हेर्नु चाहिँ हाम्रो यहाँको डनहरू आइसकेको छ हामीलाई दुईवटा डनहरू आइसकेको छ ल। यिनीहरू नि अब भाइरल गराइदिनु पऱ्यो तपाईँहरूले ल। होइन क्या हामी यहाँको बासिन्दा हो कि ग्याङहरू यार कस्तो नचिनेको र हामीलाई हामी यहीँको हो कि हामी टक्क यहाँ घुम्न आएको हो कि गुम्बा लास्ट उकालो हो है गाइजहरू। जस गाउँमा चाहिँ होइन हावापानी चाहिँ लास्ट चिसो छ होइन। उता बजारतिर त कुलर र एसी लगाए पनि बस्न सकिन्न। यहाँ त टन्न के लाउनै पर्दैन ढुक्क तरिकाले बस्न सकिन्छ। उहाँ हेर्नु गाइजहरू कस्तो आगो पनि बलिरहेको उहाँ देख्न सक्नुहुन्छ टक्क आगोहरू बलिरह। यता के स्कुलको नयाँ भवन नि बन्दै रहेछ है ल। यहाँ यो स्कुलको नाम के अरे भाइ कर्मदा माध्यमिक विद्यालय ल। उता चाहिँ नयाँ भवन बन्दैछ जोस् विकास भइरहेको नि त विद्यार्थीहरू पनि टन्नै थपिरहेको छन् भवनहरू नि बन्दैछ। ओ माई गड 120 जना नयाँ विद्यार्थी थपेका छन् है। कसले यहाँ आइज त बाबु अलि यता आइज त खोजी पे ल्याउने आधार हेर ल। यहाँ चाहिँ त्यो पानीको ट्याङ्कीको व्यवस्था पनि रहेछ ल। ल हामी आइसक्यौँ है फाइनल्ली। यो चाहिँ गुम्बा तामाङहरूले गुरुङहरूले थाहा चाहिँ छैन। गुम्बा भनेपछि हजुरहरूले चिन्नु नै भएको होला होइन। तपाईँहरूलाई टक्क राम्रोसँग देखाइदिनु पर्यो नि। ल यो गुम्बा भयो अनि उहाँ उतापट्टि चाहिँ अगाडि चाहिँ होइन बाइजङ्गार बजार पनि छ त्यतातिरको सब देखाउनु पर्ने हुन्छ। तपाईँहरूले यहाँको सब भ्यूहरू देखाइदिन्छु होइन। भ्लग त मेरो त अब बन्दैन बनेपछि फेरि कन्टेन्ट पाएको पाइयो होइन।
साइड पुरै देखिन्छ यता पछाडी पनि घुम्नु यताबाट पछाडिको भाग भयो यो चाहिँ त जाम न अगाडिबाट देखाइदिउँ न कि कर्मदा मावि यो भयो हाम्रो भाइ पढ्ने भाइ यो पालि फोजिपे ल्याउने होला नि त अब हेरौँ यो भाइ अब अलि 10 कक्षामा फोजिपे ल्याइदिन्छ यो भाइले फोजिपे ल्याउँछु भने गाइजहरू होइन अब यसले फोजिपे ल्याउँछ कि कति जिपे ल्याउँछ थाहा छैन यसको पढाइ अनुसार त्यसले 2 जिपे ल्याउला जस्तो लागिरहेको मलाई ल तपाईँहरूलाई म होइन बाइजङ्गार बजार देखाइदिन्छु है ल यहाँबाट हेर्नु यहाँ बाइजङ्गार बजार भयो यो अनि यहाँ चाहिँ पसलहरूबाट टक्क यहाँ चटपट खान सक्नुहुन्छ यो बाइजङ्गार बजार भयो यो चाहिँ हाम्रो गुम्बा भयो तपाईँहरूलाई त्यो लोकेसन चाहिँ कहाँ हो भन्दाखेरि त्यो बाइजङ्गार बजार भयो भने यता सिधै आउने डुम्रे जाने बाटोनिरको हल्का बाइजङ्गारको हल्का चौकीदेखि हल्का माथि छ धेरै मुनि नि जानु पर्दैन हल्का माथि आएपछि ठक्क त्यहीँनिर छ यो हाम्रो गुम्बा चाहिँ तपाईँहरू आएर भिजिट गर्न पनि सक्नुहुन्छ यहाँ चाहिँ ल हेर्न सक्नुहुन्छ यस्तो खतरा देखिरहेको छ यहाँको गुम्बा चाहिँ खतरा रमाइलो छ तपाईँहरूले आउन सक्नुहुन्छ है भिजिट गर्न ल ओए खतरा चाहिँ ल भित्र चाहिँ मान्छे पनि हुनुहुन्छ जस्तो लागिरहेको पढिराख्नु भयो अब यहाँ एकछिन हामी चाहिँ अब हावासावा खान्छौँ फोटोसोटो खिच्छौँ त्यहाँबाट भाइले पुलअप गर्छु भनिरह ल गाइजहरू होइन तपाईँहरूलाई यसो कन्टेन्ट पनि पाएको थिएन अनि भाइले जाम पनि भनेर यसो भ्लग पनि बनाइदिएको तपाईँहरूलाई होइन यहाँ टक्क घुम्नु मन लाग्यो भने आउन सक्नुहुन्छ लोकेसन चाहिँ मैले अघि भनिदिइसकेको छु यो बाइजङ्गार उता भयो उता देखिएको बजार बाइजङ्गार भयो त्यहाँबाट हल्का धेरैमा 10 मिनट जति लाग्ला त्यति मन लाग्दैन होला टक्क डुम्रे डमौली जाने बाटोनिर छ जाने सिधै बाटोनिर हल्का नजिकै छ बाइजङ्गारको टक्क आएर तपाईँहरू पनि घुम्न सक्नुहुन्छ जो विकासहरू भइरहेको छ होइन यस्तो विकास भइरह्यो भने अझै ठुलो बन्न सक्छ तपाईँहरू आएर भिजिट गर्न सक्नुहुन्छ ल भ्लग कस्तो भयो लास्ट समय हेरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब सबैजनाले गर्नु होला बाई बाई